बार्सिलोनाले क्लब वर्षसँग ती 3 को ड्र गर्यो। हाल बार्सिलोना अहिलेको गेम अब लिगमा सेल्ता भिगोसँग छ। लिगमा पनि अब त्यस्तै गाह्रो भइरहेछ, स्ट्रगल गरिरहेछ बार्सिलोनाले। सेल्ता भिगो होममा छ, सेल्ता भिगो पनि अहिले राम्रो फर्ममा छ। त्यसले गर्दा चाहिँ बार्सिलोनालाई अझै एकदम गाह्रो पर्नेछ। अब किनकि हाम्रो बार्सिलोना भनेको अफसाइड ट्यापमा खेल्छ। हाम्रो बार्सिलोना अफसाइडको ट्यापले गर्दा नि बार्सालाई अहिले धेरै गाह्रो परेको हो। हाम्रो बार्सिलोनाको खेलाडीहरू इन्जुर भएर नै अब लगातार हाम्रो राफिना अनि जोन गार्सिया चाहिँ हाम्रो लगातार आउँछ। सेल्ता भिगोको म्याचमा आउँछ होला सायद, होइन। अब त्यसले गर्दा पनि बार्सिलोनाले चाहिँ गेम एकदम राम्रो गर्नुपर्छ। हामीले त्यति कमजोर टिमसँग त च्याम्पियन लिगमा चाहिँ हामीले पोइन्ट ड्रप गऱ्यो भने जम्मा 1 पोइन्ट मात्रै लिएर आयो। सो अब सेल्ता भिगोसँग हामीले पोइन्ट ड्रप गर्न हुन्न, किनकि हामीभन्दा रियल म्याड्रिड 5 अङ्कले अगाडि भइसकेको छ। 5 अङ्कले अगाडि भए पनि बार्सिलोनाले राम्रोसँग खेल्नुपर्छ। एकदम अफसाइड ट्यापलाई चाहिँ हामीले रोक्नुपर्छ। अफसाइड ट्यापको कारणले गर्दा नै हामीले अहिले हरेक टिमसँग गोल खाएको हो। त्यसै कारणले गर्दा जुन अहिले सेल्ता भिगो फर्ममा छ नि, त्यो सेल्ता भिगोले चाहिँ हामीले रोक्नुपर्ने छ। योभन्दा अघिल्लो सिजन नि बार्सिलोनाले चाहिँ आफ्नै होम ग्राउन्डमा चाहिँ सेल्ता भिगो खेल्दा चाहिँ कस्तो भयो भन्दा चाहिँ 1-3ले पछि परेको अवस्थामा चाहिँ बार्सिलोनाले लास्ट मिनटमा गएर पेनाल्टी पाएर 4-3ले बार्सिलोनाले कमब्याक गर्यो। त्यही कमब्याकको गर्ने कारणले गर्दा नि बार्सिलोना लिगको भयो। पछि लिग बार्साले ला लिगा जित्यो। हामीले धेरै स्ट्रगल गरिरहेछ अहिले बार्सिलोनाले। हरेक प्लेयरहरू के अब जस्तै रियल म्याड्रिडको प्लेयरहरू पहिला त्यस्तै भएको थियो। योभन्दा अगाडि चाहिँ रियल म्याड्रिड खेलाडी जब सबै खेलाडी घाइते भएको थियो नि, अहिले बार्सिलोनाको खेलाडी सेम टु सेम त्यस्तै भोगिरहेको छ कि त्यस्तै भोगिरहेको। त्यसले गर्दा नि बार्सिलोना चाहिँ अब सेल्ता भिगोसँग एकदम राम्रोसँग खेल्नु पर्छ। सेल्ता भिगो पनि राम्रो टिम हो अनि हामीले ड्र गर्नुहुन्न। सेभिल्लासँग नै हारिसक्यो हामीले लिगमा, अनि त्यसपछि हामीले रियल म्याड्रिडसँग नै हारिसक्यो। त्यसले गर्दा चाहिँ अब हामीले चाहिँ च्याम्पियन लिगमा पिएचजीसँग नि हामीले हार्यो, होइन। अब के छैन, हारे पनि अब त्यस्तै भयो। एक गेम न्युक्यासललाई जित्यो अनि ओभरअललाई 6-1ले हरायो। अनि अब हामी ड्र गऱ्यो, 1 पोइन्ट ड्र गऱ्यो हामीले उसँग क्लबहरूसँग। अब सेल्ता भिगोलाई हामीले हराएर चाहिँ लिगमा चाहिँ हामीले राम्रो गर्नुपर्छ। अब रियल म्याड्रिड हामीभन्दा 5 पोइन्टले अगाडि छ। 5 पोइन्टले अगाडि भए पनि अब हामीले चाहिँ अब हरेक खेलहरू के बराबर गर्नु पनि भएन। अनि त्यसपछि हामीले अब त्यसपछि जित्नुपर्छ हामीले। अब कस्तो छ भन्दाखेरि रियल म्याड्रिड 5 अङ्कले अगाडि भए पनि रियल म्याड्रिड त अब च्याम्पियन लिगमा लिभरपुलसँग 1-0ले हार्यो नि त, होइन। 1-0ले हारे पनि अब हामीले चाहिँ अब रियल म्याड्रिडको फर्म राम्रो छ, किनकि उसले अस्ति रियल म्याड्रिडले पनि उसको लिभरपुलको होममा गएर हारेको हो। आफ्नो होममा भइदियो हो त रियल म्याड्रिडले लिभरपुललाई 100% हराउँछ कि, किनकि रिसेन्टली हेर्दाखेरि रियल म्याड्रिडको खेलाडीहरू कुनै पनि खेलाडीहरू घाइते छैन अहिले, होइन। अब रुडिगरहरू यताउति मात्रै घाइते होला। त्यसपछि अब रियल म्याड्रिड राम्रो फर्ममा छ। हामीले अब किनकि अब लिगमा त रियल म्याड्रिडको हार्ने चान्स भनेको थोरै मात्र छ क्या, उसले अब पोइन्ट ड्र गर्दैन। सो त्यसले गर्दा चाहिँ हामीले रियल म्याड्रिडलाई चाहिँ अब हामीले पछि 5 पोइन्टले हामीले पछि पारेको छ भने उसले हामीले पछाउने भेटाउनै पर्छ। 5 पोइन्ट त हो नि, होइन। सो अब 5 रियल म्याड्रिडले अब आउने गेमहरूमा रियल म्याड्रिडले हारोस् बराबर खेलोस् भन्ने म चाहन्छु, किनकि बार्सिलोनाले भेटाउनु पर्नेछ। हाम्रो अब अहिले धेरै टोल भइरहेछ हाम्रो। अब अहिले धेरै के अब हाम्रो कस्तो भन्दाखेरि अब अफसाइडको ट्यापले गर्दा पनि हामीले यति धेरै गोल खाइसक्यो नि हामीले, होइन। जुन अहिले अफसाइडको ट्याप हाम्रो योभन्दा अघिल्लो सिजनमा यति राम्रो हाम्रो भएको सफलता पाएको थियो नि हामीले, होइन। यो सिजनमा हामीले अहिले सफलता कुनै पनि सफलता पाएको छैन कि के गर्ने। त्यसले गर्दा पनि अब हामीलाई मेन त हाम्रो कमजोरी भनेको हाम्रो डिफेन्डमा छ कि, होइन। अब हाम्रो डिफेन्डरहरू पनि कमजोरी छ, किनकि हामीले मेन हाइल्यान्ड खेलाउँछौँ कि हाइल्यान्ड खेलाए पनि हामीले अफसाइड ट्यापमा खेलाएको कारणले गर्दा पनि यस्तो भएको हो। त्यही भएर चाहिँ अब हामीले गेमहरूलाई चाहिँ अब अलिकति खेल्नुपर्छ। हाम्रो स्टेसन पनि घाइते भएर हो, ऊ पनि सेन्टर ब्याकको राम्रो खेल्छ। अनि जोन गार्सिया पनि आएपछि हाम्रो एकदम राम्रो हुन्छ। सो लगातार हामीले सेल्ता भिगोसँग हामीले खेल्नुपर्ने छ। उसको होम ग्राउन्डमा हो, उसको होम ग्राउन्ड भएपछि अलिकति हाम्रो गाह्रो पनि हुन्छ। अलिकति हामीले चाहिँ अफसाइड ट्यापलाई अलिकति पछाडि रोकेर चाहिँ हामीले खेल्नुपर्ने छ। त्यतिखेर अब हाम्रो हेन्सेफ लिगले पनि राम्रो टेक्निक लगाउनु पर्नेछ, किनकि सेल्ता भिगोको एउटा राम्रो टिम हो। ला लिगा एउटा राम्रो टिम हो सेल्ता भिगो भनेको। हाम्रो अब सेल्ता भिगो र बार्सिलोनाको चाहिँ गेम छ, होइन। मेरो प्रिडिक्सन चाहिँ के हुन्छ भने बार्साले योभन्दा अघिल्लो सिजनमा चाहिँ हाम्रो होम ग्राउन्डमा 4-3ले हरायो भने मेरो अहिलेको प्रिडिक्सन भनेको बार्सिलोना 3 सेल्ता भिगो 1, किनकि सेल्ता भिगोले 1 गोल जसरी पनि हान्छ क्या, किनकि हाम्रो बार्सिलोनाले हाइल्यान्ड खेलिदिन्छ। अनि हाइल्यान्ड खेल्नुको कारणले गर्दा पनि बार्साले गोल खान्छ कि 100% खान्छ क्या। फेरि उसको होम ग्राउन्डमा सेल्ता भिगोले यति पेल्छ बार्सालाई
यति हेर्नु न, पहिला मेस्सीहरू हुँदा पनि, मेस्सी नेमार सुआरेज हुँदा पनि सेल्टा भिगो होममा यस्तो पेल्थ्यो सेल्टा भिगोले। अहिले हाम्रो अब मेस्सी नेमार सुआरेज त्यो तिनवटा कुनै पनि छैन। नभए पनि हाम्रो बार्सिलोनाको अहिले छ होइन। अब लामिन यामाल पनि अहिले उसको ब्रेकअप पछि चाहिँ अहिले राम्रो फर्ममा आएको छ उसले होइन। अब लगातार गोल गरिरहेको छ। हाम्रो अस्ति एल्चे विरुद्ध नि गोल गर्यो, किनकि त्यो एल्चे गेम हुँदा एक दिन अगाडि, अब एक दिन अथवा 2 दिन अगाडि उसको गर्लफ्रेन्डसँग ब्रेकअप भएको भनेको थियो होइन। अब भएको छ कि छैन हामीलाई थाहा छैन, तर पनि उसको गर्लफ्रेन्डसँग ब्रेकअप भएर नि अहिले उसले राम्रो, अहिले रिसेन्टली गेम राम्रो खेलिरहेको छ। त्योभन्दा अगाडि नै उसले राम्रो खेलेको थियो, किनकि उसको रिलेसनसिपमा बस्दै नि गेम बिगार्ने भन्ने हुँदैन। अहिले एल्चे विरुद्ध नि गोल गर्यो होइन लामिन यामालले, अनि हाम्रो क्लब ब्रुगेसँग विरुद्ध नि गोल गर्यो। अब रिसेन्टली अब लामिन यामालको अहिले फर्म राम्रो छ होइन, राम्रो भएर उसले गोल हानिरहेछ भने चाहिँ मलाई सेल्टा भिगो विरुद्ध पनि उसको 1 असिस्ट र 1 गोल चाहिँ उसको आउँछ जस्तो लाग्छ। किनकि अहिले फर्ममा हुँदाखेरि होइन, त्यतिखेर हाम्रो राफिना पनि आयो भने चाहिँ एकदम राम्रो हुन्छ। राफिना मलाई जहाँसम्म लाग्छ राफिना पनि आउँछ, किनकि राफिना अहिले घाइते भएको कारणले गर्दा पनि हो। राफिना नै योभन्दा अघि सिजनमा यति राम्रो खेल्यो, तर अहिले के भयो अब एक्कासी घाइते, अब के भन्नु इन्जुर हुन पुग्यो होइन। त्यसले गर्दा नै हाम्रो चाहिँ अब डानियल मो पनि अहिले लेवान्डोस्की त्यो हाम्रो घाइते भएको कारणले गर्दा नै राम्रो खेल्न सकेको। रिसेन्टली 2 गेम खेलिसकेको छ, 2 गेम राम्रो खेले पनि उनीहरूले राम्रो खेल्न सकेको छैन। सो त्यसले गर्दा चाहिँ बार्सिलोनालाई चाहिँ सेल्टा भिगोलाई चाहिँ हराउनु पर्नेछ होइन, किनकि हाम्रो रियल म्याड्रिडले हामीलाई 5 पोइन्टले पछि पारेको छ। त्यही कारणले गर्दा हामीले चाहिँ अब रियल म्याड्रिडलाई 5 त्यो गेम जितेर हामीले चाहिँ रियल म्याड्रिड चाहिँ 2 अङ्क बोल्नुपर्ने छ। किनकि त्योभन्दा एक दिन अगाडि बार्सिलोनाको गेम पनि छ। बार्सिलोना गेम भएको कारणले गर्दा पनि अब हामीलाई चाहिँ अलिकति केही हेर्न लायकको हुन्छ भन्ने मलाई लाग्छ होइन। किनकि सेल्टा भिगो पनि उस्तै राम्रो टिम हो, उस्तो राम्रो टिम भए पनि उसको पनि इन्जुर छ, उसको पनि खेलाडीहरू इन्जुर भएको छ। हाम्रो पनि बार्सिलोना पनि खेलाडी इन्जुर छ, इन्जुर भए पनि हामीले चाहिँ अब म्यानेज गरिरहेको छौँ हाम्रो होइन। लामो सिको खेलाडीहरू लिएर आएर हुन्छ कि, तर हामीले रियल म्याड्रिड जस्तो राम्रो खेलाडी त हामीले किनेको छैन होइन। नकिने पनि हाम्रो आफ्नै लामो सिक प्लेयरहरू छ। अब हाम्रो बार्सिलोना भर्सेस सेल्टा भिगोको मेरो प्रिडिक्सन चाहिँ 3-1 हो होइन। बार्सिलोना 100% गेम जित्छ, किन लामिन यामालको 1 गोल 1 असिस्ट आउँछ।